नमस्कार, यहाँहरूलाई स्वागत छ टिप्स एन्ड ट्रिकमा। र आज हामी सिक्नेछौँ हाम्रो नजिक रहेको वाइफाई कसरी चलाउने भन्ने बारेमा। आजकल हाम्रो नजिक पनि धेरै वाइफाईहरू हुन्छन्। कोही पार्क, होटल, सपिङ सेन्टर अथवा घरमै भएको वाइफाई पनि हामीले कसरी युज गर्न सक्छौँ भनेर त्यसको लागि पहिले हामी एउटा एप्सको आवश्यकता पर्छ। त्यसको लागि पहिले तपाईं प्ले स्टोरमा गएर डाउनलोड गर्नुहोस् वाइफाई म्याप। वाइफाई म्याप डाउनलोड गरिसकेपछि वाइफाई म्यापले सर्च गर्छ र वाइफाई हामीले चलाउन मद्दत गर्छ। वाइफाई म्याप हेर्नुहोस्। वाइफाई म्यापको यो सुरुको आइकन ख्याल गर्नुहोस्। वाइफाई म्याप फ्री पासवर्ड। वाइफाई म्याप फ्री पासवर्डलाई डाउनलोड गर्नुहोस् र ओपन गर्नुहोस्। ओपन गरिसकेपछि यहाँ खुल्छ। खुलेपछि पहिले त्यसलाई लोकेसन चुज गर्न दिनुपर्छ हामीले। त्यसको लागि लोकेसनलाई अन गर्नुहोस्। अन गर्नुहोस् र खुल्छ। खुलिसकेपछि जति पनि यहाँ देखाएको छ यिनी वाइफाई हुन्। वाइफाई नेटवर्क देखाइरहेछ यसले। र त्यसको लागि हामीले अब कुनै एउटा वाइफाई होम वाइफाई वेब सर्भर छ, यसलाई हामीले क्लिक गर्नुहोस्। यो फ्री एप्स भएको भएर यहाँ एडभर्टाइज आउँछ, यसलाई ब्याक गर्नुहोस्। फ्री वाइफाई यसले यहाँ देखाएको छ, पासवर्ड पनि सो गरिसक्यो र हामीले अर्को कुनै पासवर्ड कुनै वाइफाई हेरौँ एउटा। वाइफाई होम वाइफाई टिपी लिङ्क छ। यो टिपी लिङ्क ओपन गरेर अनलक पासवर्ड भनेछ यसले। अनलक पासवर्ड पासवर्ड देखाइसक्यो यहाँ। NEW न्यू रोड 214। त्यस्तै गरेर हामीले अरू पनि वाइफाईहरू चलाउन सकिन्छ। तपाईको नजिक जहाँ छ त्यसलाई हामीले खोल्न सकिन्छ वाइफाईहरू। विश्वको जुन ठाउँमा भए पनि काम गर्छ यसले, नेपालमा मात्रै होइन, जहाँको पनि वाइफाईहरू क्याच गर्छ। र यसरी तपाईहरु नजिकको वाइफाईलाई चलाउनुहोस्। यहाँ गएर कन्ट्री सिलेक्ट गरेर हेर्न पनि सकिन्छ हामीले कहाँ कति वाइफाईहरू छ भनेर। नेपालको लागि यसरी यहाँ क्लिक गरिसकेपछि रजिस्टर माग्छ। यसलाई रजिस्टर गर्न पनि सकिन्छ हामीले। रजिस्टर गरेर धेरै हेर्न पनि सकिन्छ, नभए हामीले डाइरेक्ट यहाँ नेपालमा जाउँ त। नेपालको काठमाडौँ क्षेत्रमा 9967 वाइफाई हटस्पटहरू देखाएको छ यसले। कीर्तिपुर क्षेत्रमा 2297, पोखरा क्षेत्रमा 1462 वाइफाईहरू देखाएको छ। यसलाई पनि रजिस्टर गर्न सकिन्छ। रजिस्टर गरेर चलाउन सकिन्छ। यहाँ देखाइरहेछ वाइफाई नेटवर्कहरू देखाइरहेछ यसले। हामीले जहाँ जुन वाइफाई हाम्रो नजिक पर्छ त्यसलाई हामीले क्लिक गरेर वाइफाई सुविसु ओपन गरेर अनलक पासवर्ड गरेर हामीले पासवर्ड हेर्न सक्छौँ। यसको लागि पासवर्ड खुल्छ। खुल्यो, पासवर्ड देखाइसकेको छ। र यस्तै टिप्सहरू पाउनको लागि यो च्यानल सब्स्क्राइब पनि गर्नुहोस्।